यता ए खाजा खाएर जानु भन्दैछ मलाई हुन्छ हुन्छ आज नि यता नि के छ भन त ठुलो उयोको नि बलाको नि अनि आज काम गर्नुपर्छ आज 1 इयर्स हुन्छ नि तिम्रो ठुलोबाट कस्नु भएको तिम्रो ठुलोबाट भए तिमीलाई पुरा माया गर्नुहुन्थ्यो बोकेर डुलाइ बस्नुहुन्थ्यो डल्लै गाउँमा डुलाउनुहुन्थ्यो तिम्रो ठुलोबाट भए तिमीलाई घुमाउनुहुन्थ्यो नि है डल्लै गाउँ डुलाउनुहुन्थ्यो तिमीलाई है प्रियाङ बेटा डल्लै गाउँ डुलाउनुहुन्थ्यो ठुलो आमा तिमीलाई पुरा माया गर्नुहुन्थ्यो म जिउँदो हुनुभएको भए आज 1 इयर्स हुन्छ है तिमी पेटमा हुँदै कस्नु भएको तिमीलाई पुरा माया गर्नुहुन्थ्यो गाउँ डल्लै डुलाउनुहुन्थ्यो बुझ्यौ आज प्रियाङको आवेनको 1 इयर्सको काम गर्न आँटेको आज आवेन बित्नु भएको 1 इयर्स पनि भयो 25 अप्रिल र मेमी आएर आज पूजाको लागि सबै रेडीहरू गर्नुहुँदैछ र उहाँको आत्माले छिट्टै नयाँ जुनी पाइहालोस् भनेर कामना गर्दैछौँ तपाईँलाई पैसा चाहिँ के उयो गर्ने कि क्यासमा लिने कि ब्याङ्कमा लिने हो मलाई त क्यासै मन पर्छ क्यासै बहिनी यस्तो चाहियो आयो हुन्छ दिदी दिदीलाई चाहिँ यस्तो चाहियो अरे यस्तो है क्यासमै चाहियो अरे मलाई यस्तै चाहियो अब मेमीहरू खाना खानु हुँदैछ यहाँ प्रियाङको आपाले पनि खाना खानु हुँदैछ आज सबैजना सँगै बसेर हामी खाजा खाँदैछौँ प्रियाङको आमिन पनि हुनुहुन्छ आमिनले पनि खाजा खानु हुँदैछ र प्रियाङले सबैजनालाई ध्यानले हेर्दैछ आज सबैजना सँगै बसेको छ उसले ध्यानले हेर्दैछ सबैजनाले खाजा खाँदैछ म पनि ठुलो हुन्छु नि म पनि तपाईँहरूसँगै बसेर खान्छु भन्दै सबैजनाले एकदम ध्यानले हेर्दैछ मेमीसँग जिस्किँदै हेर्दैछ दिदीसँग बसेको अरे हो तिमी अनन्या तिम्रो को हो मेरो भाइ हो प्रियाङ नि त भाइ अलि हेर त नि भाइ फेरि भाइ नै छ भाइ फेरि भाइ नै छ उसको प्रियाङका आपा चाहिँ यहाँ न लुगा फिन्जाएर बसे के भयो गरम हो प्रियाङ मामसँग बसेको खुसी भएको हेर्नु न फेरि रमाइ नि त तिम्रो माम हो जुजु माम भयो त जुजु माम तिम्रो के भन्छ अहिले अब वर्षाको नानी मलाई जुजुमा भन्छ मान्छेलाई सोलामा भन्छ नि त हो सुस्मालाई सुस्मा भन्छ सुस्मा बढी भन्छ प्रियाङ चाहिँ मेमीको काखमा मेमीको काखमा के भएछ आऊ आऊ प्रियाङ आऊ प्रियाङ यता यता हेर न आमालाई हेर्नु आमालाई के गरेको अन्त मेमीको काखमा